मेरो क्षेत्रमा 2041-42 सालदेखि चिया रोपण व्यावसायिक चिया सुरु भएको हो। त्यसमा स्वर्गीय जगतबहादुर लाप्चा जो समाजसेवी हुनुहुन्थ्यो, म उहाँलाई स्मरण गर्न चाहन्छु। छत्रबहादुर थुलुङ, चन्द्रबहादुर थुलुङ, सीताराम नेपाल, अभिनन्द गिरी लगायतका अग्रजहरूलाई म यहाँ सम्झन चाहन्छु। तर आज चियालाई टिप्ने या चिया उखाल्ने स्थितिमा छ। उद्योगीहरू असार 1 गतेबाट उद्योग बन्द गरेर सरकारलाई बुझाउने भनिरहेको छ, माइती घर आउने भनेर भनिरहेको छ। मैले पटक पटक सदनमा पनि उठाएको छु, यो सरकार जी मार्फत समस्याको समाधान होस् भनेर। छिमेकी राष्ट्रमा अहिले पनि हाम्रो चिया निर्यात हुन सकिरहेको छैन। म सभामुख महोदय मार्फत सरकारको तेस्रो मुलुकमा पनि चिया बजारको लागि चासो दिनको लागि र त्यो व्यवस्थापन गर्नको लागि ध्यान आकर्षण गराउन चाहन्छु। अर्को चाहिँ दुध किसानहरूले मूल्य नपाएको 6 महिना भयो। मलाई भर्खरै मात्र गाउँबाट एउटा दुग्ध व्यवसायी दिपेन्द्र पोखरेलजीले फोन गरिरहन्थ्यो, मेरा छोरा छोरीको अध्ययन गराउने र मेरो परिवार चलाउन मलाई गाह्रो भयो भनिराख्नु भएको छ। त्यसका निमित्त पनि सरकारलाई ध्यान आकृष्ट गराउन चाहन्छु। अर्को मेरो तपाईँको झापा र लगायत तपाईँको मेरो निर्वाचन क्षेत्रमा सुपारी कृषकहरू थुप्रै छन्, तर सुपारी 1 केजी सुपारी बोकेर काकाबिटाभन्दा उता जान सकिँदैन। सँगैमा तपाईँको सुपारीलाई कृषिजन्य उत्पादन भनेर सरकारले घोषणा गर्न सकेको छैन। सभामुख महोदय मार्फत सरकारको म ध्यान यसमा पनि आकृष्ट गराउन चाहन्छु। अर्को चाहिँ मेची राजमार्गको 15 मिटरको जुन अहिले आएको छ, यसलाई विकास हुनुहुँदैन भन्ने होइन, फराकिलो हुनुपर्छ भन्ने होइन, तर यो गर्दै गर्दाखेरि निड एसेसमेन्ट आवश्यकताको आधारमा हामीसँग थुप्रै वैकल्पिक मार्गहरू पनि छन्। अहिले विगत 5 वर्षभन्दा अगाडि मेची राजमार्गमा गाडीका सङ्ख्या, भेहिकल सङ्ख्या तपाईँको कम भएर गएको छ। त्यसैले गर्दाखेरि त्यसको आवश्यकता हो होइन भन्ने कुराको पनि ध्यान आकर्षण होस्। सँगैमा तपाईँको यो बर्खामा ती खालका तपाईँको कुराहरूले नागरिक आतङ्कित भएको छ र त्यसप्रति सरकारको ध्यान जाओस् भन्न चाहन्छु। धन्यवाद।